हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल र स्वागत छ हजुरहरूलाई मेरो नयाँ ब्लगमा फेरि पनि साथीहरू। आज चाहिँ होइन हामी माछा मार्नलाई हिँडेको र खोलातिर यता दुबिला साइडतिर उहाँ पुगेपछि म हजुरलाई देखाउँछु ल। र मौसम पनि होइन आज एकदम शीतलो भएको कारणले चाहिँ म चाहिँ आज फिसिङ गर्न जाँदैछु ल साथीहरू। उहाँ पुगेपछि म हजुरलाई माछा यताउता सब देखाउँछु ल साथीहरू। अहिले चाहिँ हिँडेको सक्नुहुन्छ साथीहरू होइन, पानी पनि आइरहेको छ र मैले रेनकोट पनि उडिसकेको छु र मौसम चाहिँ बडा दामी छ हौ साथीहरू, त्यही भएर हिँडेको। लु जाउँ ए यो अड्केछ। पानीमा हिँडेर छोबाट चाहिँ होइन माछा मार्नको लागि। तर अघि चाहिँ एकछिन आएको थियो होइन, अहिले चाहिँ हल्का हल्का आइरहेको छ पानी। आजको चाहिँ मौसम एकदमै दामी, पानी परिरहेको होइन। यहाँ चाहिँ अब हामी मजगौडा हुँदै तल जान्छौँ, यहाँदेखि तल यहाँ धानको बिउहरू रोप्दै हुनुहुन्छ र साइडमा धानको रोपाइ। सक्नुहुन्छ होइन, हाम्रो घरको साइडतिर चाहिँ पुरा पानी आइरहेको थियो। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पानी नै परेको छैन साथीहरू एक थोपो पनि। हामी चाहिँ होइन यहाँ रेनकोट लाएर उडेर हिँडिरहेछौँ होइन, यतातिर एक थोपो पानी परेको छैन ल, हेर्न सक्नुहुन्छ हौ। पोखरामा चाहिँ यस्तै हुन्छ हौ। त्यही अर्को यहाँदेखि केही अगाडि चाहिँ लगभग 10-15-20 मिनट बाटोमा चाहिँ पानी परेको हुन्छ, त्यसपछि यता चाहिँ पानी परेको हुँदैन ल। हेर्न सक्नुहुन्छ बिल्कुलै पानी एक थोपो परेको छैन हौ यतातिर साथीहरू। अब हामी चाहिँ यता यहाँ होइन मजगौडा लगभग आइसक्न लागिसकेको छौँ। अब केही तल छ यहाँदेखि माछा मार्दै जाने ठाउँ। यो एरियालाई पुरा होइन मजगौडा भन्छ हो साथीहरू। ल साथीहरू हामी चाहिँ होइन खोलानिर आइसकेका छौँ। अब अलिक तल पर्छ, हामी चाहिँ यहाँदेखि अझ तल जाने हो। तर खोला चाहिँ सुकेर खोला हेर्न सक्नुहुन्छ, यही खोलामा हो माछा मार्ने। बाटो पनि यतातिर फेरि अलिक कच्ची छ, यस्तो हेर्न सक्नुहुन्छ कच्ची छ होइन, कच्ची बाटो।
हामी चाहिँ अब यहाँदेखि अझ तल जान्छौँ। यहाँदेखि केही थल र यहाँ यसो हेर्नु पर्यो साथीहरू। म हजुरलाई देखाउँछु ल। माछा मार्दै रहेछन् उहाँ भाइले, एकजना भाइले ल्याएर सक्नुहुन्छ यस्तो ठाउँमा। अझ तल जाने हो हामी त, यहाँदेखि अलिकति तल होइन। ल जाउँ हो तल। ल हेर्नुहोस् ल। म चाहिँ अब तल झर्दैछु ल साथीहरू। अब माछा चाहिँ यहाँ एकछिन ट्राई गर्ने रे। यहाँ एकजना भाइले थाप्दै पनि हुनुहुन्छ, यहाँ बल्छी हेर्न सक्नुहुन्छ। र बाटो चाहिँ यहाँ यस्तो छ। म चाहिँ होइन अब यहाँ झर्दैछु। बाटो त फेरि यस्तो छ हौ, खतरा तालले दामी झाडी। ठुलो ढुङ्गा छ पुरा यत्रो यत्रो। राम 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 राम। यहाँ चाहिँ अब बुढाले दाना बनाउँदै हुनुहुन्छ। म दाना पनि बनाएको देखाउँछु ल हजुरलाई। फेरि यता फर्केर जानु पर्यो। घाँसै घाँस पुरा। यहाँ चाहिँ अब माछालाई दाना बनाउँदै हुनुहुन्छ उहाँले। माछाको मार्ने सामग्रीहरू हेर्न सक्नुहुन्छ होला साथीहरू। यहाँ चाहिँ यस्तो ठाउँमा हेर्न सक्नुहुन्छ होइन। पुरा यस्तो कोप्चरा र कोप्चरी छ यस्तो ठाउँ। दाना चाहिँ हेर्न सक्नुहुन्छ, दाना मछलीलाई। होइन माछाको लागि रेडी हुँदैछ। रड खोल्दै हुनुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। रड चाहिँ यसरी खोल्नुपर्ने हुन्छ। रड खोल्दै हुनुहुन्छ यहाँ। दाना चाहिँ हेर्न सक्नुहुन्छ। दाना मसिनो लगाउनु पर्छ दाना चाहिँ। यसरी हेर्न सक्नुहुन्छ दाना सानो गोला त मजाले। अझै नै ठुलो भइदियो यो गोला त। दुईटा काँडा लगाएको। दुईटा कि तीनवटा? ए तीनवटा रहेछ लगाएको होइन। तीनवटामा दाना यसरी भर्ने। ल साथीहरू यहाँ चाहिँ अब रेडी अवस्थालाई हेर्न सक्नुहुन्छ ल। अब उहाँले फाल्दै हुनुहुन्छ तल यस्तो गहिराइमा। गयो ल। दाना अब यसरी फाल्नुहुन्छ ल। माछा त कुनै पर्छ या पर्दैन साथीहरू होइन। जस वेटिङमा बस्नुपर्ने हुन्छ। माछा लाग्न पनि सक्छ नलाग्न पनि सक्छ हौ साथीहरू। गइगयो उहाँ। अब चाहिँ यसलाई एकछिन वेटिङमा राख्नुपर्छ। अब यहाँ चाहिँ अब बल्छी थापिरहेको छ होइन साथीहरू, हेर्न सक्नुहुन्छ। बल्छी चाहिँ यहाँ यस्तो वेटिङमा बसिरहेको छौँ होइन, हेर्न सक्नुहुन्छ।
तीनजना छौँ हो हामी यहाँ बल्छी जाइसी थापिरहेको छु चाहिँ भाइले माछा पारिसकेका छन् ल साथीहरू यहाँ भाइले माछा पारिसकेका छन् खोइ भाइ कत्रो खा नि माछा पारिसक्यो ल अलि माथि यहाँ चाहिँ यत्रो पारिसकेका छन् भाइले हेर्न सक्नुहुन्छ लोकल माछा ल फुस्क्यो भाइ हेर्नुभयो साथीहरू वेटिङ बसेपछि त माछा त लाग्छ होइन तर मलाई चाहिँ वेटिङमा बस्न साह्रै झ्याउ लाग्ने क्या हो लोकल माछा ओ तेरिका हेर्न सक्नुहुन्छ माछाले परेको थियो होइन भाइले चाहिँ यत्रो माछा पारिसक्नु भएको छ यो चाहिँ लोकल कत्ले ठुलो हेर्न सक्नुहुन्छ है क्या मजाको साइज छ होइन यत्रो यत्रो दुईवटा साइज छ वाउ हेर्नुहोस् त कस्तो दामी माछा ओ माई गड यो चाहिँ म अर्को साइडतिर आएको हो यहाँ साथीहरू यहाँ हेर्न सक्नुहुन्छ होइन यहाँ पनि यत्रो हुनुहुन्छ माछा मार्ने टोलीहरू यहाँ माछा लगभग उहाँ थैलोमा राख्नु भएको छ यहाँ थैलोमा माछा मारेर र म चाहिँ अब घरतिर लागेको हो